ए यति दामी तरिकाले फुल्या छ नि यो ढोका बनाएर रहेछ ताप्दिउँ न त भनेर उही घरको याद आयो। आज करिब धेरै दिन पछाडि यसरी घाम निस्केको हेर्न पाइएको छ। यो हाम्रो बिहान बिहान यिनीहरू फेरि पिछा गर्न लागिसक्यो है। यो चाहिँ हाम्रो नास्ता पसल यहाँ सुरु भइसकेको छ। और भाइ लोग क्या है क्या है आज धेरै दिन पछाडि यो घाम देखा त कितना आलसी है। धेरै दिन पछाडि उठ्याएको छु गाइजमा है। यहाँ चाहिँ उता ट्र्याक्टर बन्दैछ यता चाहिँ पुरा खडा गरिरहेको छ। ब्लग पुरा हेर्नु होला है। यहाँ चाहिँ आगो ताप्ने ढोका बनाएर रहेछ ताप्दिउँ न त भनेर उही घरको याद आयो। ऊ दाइले चाहिँ घर आयो यहाँनिर आगो ताप्ने। चिसो भन्ने कुरा यहाँ पनि एकदम धेरै छ क्या, एकदम धेरै चिसो छ यहाँ। चाहिँ हल्का डगुर्नु पर्यो क्या, जिउ तता नलाइ भयो भने हल्का डगुर्यो भने। वरिपरि यस्तो भ्यू छ बिहान बिहान सेम घरतिरकै याद दिलाउँछ क्या। घाम पनि बिस्तारै निस्किँदैछ अगाडि घाम छ। धेरै दिन पछाडि हो, धेरै दिन पछाडि कति महिना भयो यसरी बिहान बिहान हिँड्न डगुरेको। यो कार चाहिँ मलाई यस्तो मन पर्यो क्या, कलर हेर्नु, कलर पनि फेरि बाल छ नि त कालो, अनि टाइम मन पर्यो क्या। ऊ त्यो बाटोबाट हिँड्दैछु म, यहाँनिर पार्किङ गरेर रहेछ। बोबा लाग्यो मलाई, किनिदिनु पर्छ क्या दामी लाग्यो। यहाँ पनि होटल खोलेको छ कि, यहाँ त फेरि होटल खोल्नको टाइम लाग्दैन, जसले पायो त्यसले खोलिदिने हो। जहाँनिर मतलब छैन बिजनेस के हुन्छ के कस्तो हुन्छ थाहा नै, खोलिदिइहाल्ने क्या होटल। हेलो हेलो, यो फुल चाहिँ यहाँ यति दामी तरिकाले फुलेको छ होइन, हेर्न सक्नुहुन्छ। यो वरदेखि ऊ पल्लोपट्टि पनि छ, यहाँ पनि छ, तर बब्बा हल्का मैले हाम्रो नेपालतिर देखे यहाँ छ, यो घरमा चाहिँ छ फेरि। यो यति दामी तरिकाले फुलेको छ नि यो ब्युटिफुल के, भिडियोमा भन्दा हेर्दा राम्रो छ यतिकै नेचुरल। हेर्नुहोस् यहाँ छ ऊ परैसम्म छ होइन, एकदम धेरै दामी तरिकाले फुलेको छ। यो खासमा यसरी किन लगाएको होला, यो बार चाहिँ आई थिङ्क यो जग्गाहरू अलग अलग बिक्री गर्नलाई होला। यो त्यहाँनिर चाहिँ सबै चराहरू चाहिँ पौडी खेल्छ, के खेल्छ माटोमा के खेल्दै चाहिँ हेर्नुहोस्। यो यसरी चाहिँ खम्बा लगाएको छ, त्यहाँनिर पनि लगाएको छ, यतापट्टि पनि लगाएको छ। यो खासमा यो जग्गा बिक्री गर्छ नि त घडेली टाइपको, त्यस्तै हो कि जस्तो मलाई लाग्यो। बट तपाईँहरूलाई थाहा छ भने भन्नु होला, बट के का लाग्यो त्यति चाहिँ थाहा छैन मलाई, फिक्स थाहा छैन है। यता फेरि मेन हाइवे छ, फेरि खतरा छ। यो ड्युटीमा बिजी भयो भने काम गर्दाखेरि यस्तो गाह्रो हुन्छ नि होइन, भिडियो बनाउने यताउति चाहिँ एकदम गाह्रो हुन्छ। त्यही पनि म चाहिँ बनाइरहेको हुन्छु। अहिले मेरो ड्यूटी चालू छ। क्यों नहीं, ऊपर टॉप में अंदर है, मैंने अभी तो उसको उनको कटिंग करके दिया है, नहीं होगा कैसे। यता हेर्नुहोस् हाम्रो यो किचन यता चालू छ, उताभित्र चाहिँ बन्दै छ, उताभित्र पुरै पढिसकेको छ, त्यही भएर हो। अनि अब नयाँ बन्छ फेरि खतरा भिडियो आउँछ है किचन भनेपछि। यहाँ चाहिँ यो केरा पकाएर खाने भइसकेको छ लगभग होइन यो, अनि ऊ त्यहाँनिर पनि छ। यो चाहिँ भएको छैन, यो अलि भएको छैन कि जस्तो लाग्छ मलाई यो, अनि उताटिको चाहिँ भइसकेको छ। यो पनि फेरि अलिअलि हुनै लाग्छ, भर्खर हुन लाग्छ। तिनवटा सँगै देखा मैले चाहिँ भएको रहेनछ अहिलेसम्म। त्यहाँ चाहिँ फेरि गाई फार्म छ है, म अलिकति जुम गरेर देखाउँछु, यो हेर्दा हुन्छ। यो पुरा 25-30वटा गाई छ, अनि कमसेकम दामी क्या, साँझ बिहानै गरेर धेरै दुध बेचेर नै उसले जिन्दगी चलाइदिन्छ क्या, यति राम्रो ठाउँ छ। अनि अब यो ठाउँमा खेती पनि गरिरहेको छु, वरिपरिको हेर्नुहोस् तपाईँहरू वातावरण। यो कुकुरहरू फेरि मेरो पछाडि कहीँ नगए पनि, कहीँ गयो भने मेरो पिछा छोड्दैन क्या। यहाँ चाहिँ यो गोबीहरू पछिल्लो पटक मैले देखाएको थिएँ यो होइन, पछिल्लो भिडियोमा पनि देखाएको थिएँ। यहाँ चाहिँ यो लगभग धेरै भएको छैन। जाऊ त हेर नि, मलाई डिस्टर्ब गर्न आइरहेको छ ब्लग, यही हो कि यिनीहरूको पारा डिस्टर्ब गर्ने। पछिल्लो पटक म जब यहाँ भिडियो बनाउन आएको थिएँ यो थिएन,
बिचबिचमा यो पालक पनि लगाएको छ, यहाँ हेर्दा हुन्छ यो खेती पानी हुनुको फाइदा नै यही हो कि यो अब एक हप्तापछि, एक हप्ता या 15 दिन पछाडि यो फेरि यहाँको बेच्ने भइहाल्छ। यति छिटो फसल हुन्छ यो ठाउँमा। पानी हेर्नुहोस्, यो यता हेर्नुहोस्, यो मजाले चारिरहेको छ। यो ठाउँ पनि अब केही न केही लगाउँछ। अनि बिस्तारै अब हेर्नुहोस्, परको खेती पनि छ, त्यहाँ पर पनि लगाइसकेको छ। अब यो खतम हुने बित्तिकै अनि पर चाहिँ अर्को ठाउँको चालु हुन्छ फेरि, यस्तो छ। अब यो के गर्ने, अर्काको ठाउँमा भएको राम्रो लाग्छ, आफ्नो ठाउँमा अब सिँचाइ छैन अनि बिजनेस पनि छैन। ओ मलाई डिस्टर्ब नगर ल, ओए क्या त हेर न, मलाई दुश्मन ठानिरहेको यार। मैले घुम्न आउनुको चाहिँ रिजन चाहिँ अलिकति खाना खान्छु नि त, ड्युटीबाट खाना खाँदै खाना पच्दैन। अब ठ्याक्कै गएर खाना खाएर सुत्ने होइन, झन् पेट बढ्छ क्या। अहिले खासै बढिरहेको छैन तर पेट बढ्छ। फेरि यो मेरो केयर गर्ने अलिक यो पछाडि दुईवटा, पर एउटा छ। यिनीहरू मेरो साथ कहिले पनि छोड्दैन। यस्तो रिस उठ्छ, ढुङ्गाले हान्दा पनि जान्न क्या। फेरि यस्तो कि सेक्युरिटी गार्डै यिनीहरू हो मेरो। यसरी यिनीहरू मेरो पिछा हिँड्छ, साथ छोड्दैन मेरो। मोटर छ हेर्नुहोस्, यो यस्तो खेत चार्ने ठाउँ वरिपरि खेती। यता चाहिँ उनले चाहिँ भेडा चराइरहेको छ दाइले। अनि यहाँ चाहिँ सिँचाइ भन्ने कुरा यहाँ पैसा भयो भने सम्भव छ क्या। अब जमिन खन्यो भने पानी आइहाल्छ, कुवा आइहाल्छ। हेर्नु न यस्तो खडेरी ठाउँमा अब यहाँ यो सिँचाइ गरेर उखु लाउने या यताउति यो खेतीपाती गर्ने काम भइरहेछ। भेडाहरू चाहिँ यसो चराइरहेको छ उता, अनि हेर्न सक्नुहुन्छ। यस्तै छ, सेम हाम्रो नेपालको जस्तै ठाउँ छ अहिले त। अहिले के पहिले पनि थियो। राम्रो छ, दामी छ, एकदम दामी छ। यो चाहिँ कुवा होइन, यहाँ चाहिँ एकदम धेरै माछाहरू रहेछ। मैले अघि आएकोलाई त्यहाँ छेउछेउमा माछा एकदमै धेरै थियो। यिनीहरू कहाँबाट आयो, ल ल नजिक पनि नआउने गरे। फेरि यो कहाँ खेदिएको थियौँ, भगाएको थियौँ, मैले आइहालेँ। यो कुवा चाहिँ यस्तै छ, यो ढुङ्गाहरू यस्तो यत्रो ढुङ्गा निकालेर रहेछ क्या यो कुवा बनाउनु चाहिँ। अनि यस्तै पानी, यो पानी फेरि आइरहेको छ अन्तबाट पनि, यो पाइपहरूबाट चाहिँ यहाँ जम्मा गर्छ पानी। यो सिस्टम हाम्रो नेपालमा चाहिँ ल्याउनै पर्छ। मैले घर गएपछि एकचोटि ट्राई गर्ने भनिरहेको छु। यो बयर चाहिँ यहाँ खसेको छ कि छैन म तपाईँलाई देखाउँछु। फलेको चाहिँ रहेछ तर सकिसक्यो रहेछ फलेर पनि। यहाँ हेर्नुहोस् है, यो यो मिठो छ यार। पुरै यहाँ खसेर सुकेको छ क्या, यसरी सबै खसेर सुकेछ। खाने कोही नै, कसैलाई नि। यहाँको मान्छेहरूले ठुलोवाला खान्छ, यो खाँदैन क्या। त्यही भएर अनि यतापट्टि पनि छ फेरि एउटा अर्को यहाँ हाइवे यसरी जडान गरेको छ। यो रहेछ नि त खतरनाक, त दामी भन्दाखेरि पनि खतरनाक। हेर्नुहोस् त यस्तो ठाउँमा, यस्तो खडरमा छ यो ठाउँ। फेरि यहाँ पनि यस्तो यस्तो ठाउँमा, यहाँ कुवा यस्तै हो क्या। पानी जहाँ हुन्छ त्यो यस्तो गर्छन् कि अर्को ठाउँ ट्याङ्की बनाउने, त्यहाँ जम्मा भयो भने चाहिँ त्यहाँको पानी चाहिँ यहाँ लिएर आउने क्या। यस्तो पाइपबाट अब अर्को ठाउँ लगिरहेको छ क्या पानी। यसरी जिन्दगी चलाउँछन् मान्छेहरूले।